असोज 5 गते त्रिभुवन विश्वविद्यालय पदाधिकारीहरू समक्ष राखिएका मागमाथि कुनै सुनवाई नभएको भन्दै प्राध्यापक संघले धरना कार्यक्रम सुरु गरेको हो। आफ्ना मागहरू जायज भएको स्वीकारे पनि माग पूरा गर्ने मौखिक प्रतिबद्धता पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। संघले उपप्राध्यापकदेखि प्राध्यापकसम्मको सम्पूर्ण पदको खुल्ला, आन्तरिक, विशेष र अतिरिक्त आन्तरिक प्रतियोगिताका साथै प्राध्यापक डाक्टर लोकनारायण झाको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनका आधारमा विज्ञापनको माग गरेको छ। त्यस्तै त्रिभुवन विश्वविद्यालयको स्वायत्ततामाथिको हस्तक्षेप रोक्न प्राध्यापकहरूको मर्यादाक्रम कायम गर्ने जस्ता 23 बुँदे माग राखेको छ। त्रिभुवनभित्र रहेका जुन प्राज्ञिक शैक्षिक मर्यादा विपरीत जुन क्रियाकलापहरू भइरहेका छन् र पेशागत हकहितसँग सम्बन्धित जुन मागहरू छन् ती मागहरूप्रति त्रिभुवनका पदाधिकारीहरूको व्यवस्थापूर्ण गतिविधिकै उपजको रूपमा यो धरना कार्यक्रम हो। 2017 साल श्रावण 1 गतेदेखि जुन तलबमा निर्धारण भयो त्यो आज पौने 8 महिना बितिसक्दा पनि हामीले त्यो वृद्धि सहितको तलब पाएका छैनौँ। नेपाल सरकारको सबै निकायले खाइसकेको अवस्थामा त्रिभुवन विश्वविद्यालयका 8000 प्राध्यापक र 7000 प्राध्यापकले कर्मचारीले तलब खान पाएका छैनन्। त्यस्तै दशकौँदेखि कार्यरत प्राध्यापकहरूले पदोन्नतिको अवसर पाएका छैनन् र त्यस्तै 22-23 वर्षसम्मका करारका साथीहरू हुनुहुन्छ, उहाँले स्थायित्वको अवसर पाउनु भएको छैन। त्यसैले यो सम्पूर्ण विज्ञापनहरू एकैपटक गर्नु पर्यो। प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयको गेटमा बुधबार दिनको 10 बजेदेखि 4 बजेसम्म धरना दिएको छ। त्यस्तै संघले 22 गते र 23 गते पनि 10 बजेदेखि 4 बजेसम्म धरना विरोधका कार्यक्रमहरू सार्वजनिक गरेको छ।